guys, this is me, Sammy 2P channel vlogging मा आजको टपिक चाहिँ इन्ट्रेस्टिङ हुन्छ। आजको टपिक चाहिँ फेसबुक अपडेट। फेसबुकमा भएको हामी चाहिँ के भन्छ त्यसलाई न्युजहरू चाहिँ सार्वजनिक गर्ने के। फर्स्ट प्रायोरिटी दिस इज भिडियो फर मी, ओके। द फर्स्ट प्रायोरिटी आजको इन्ट्रेस्टिङ छ क्या। मैले बिहान बिहान न्युज पेपर हेरेको, न्युज पेपर फेसबुकमा न्युज हेरेको, फेसबुकमा रुटिङ अफ नेपाल के भन्छ रुटिङ अफ नेपालमा चाहिँ न्युजहरू बवाल दिएछ आज चाहिँ। अनि त्यसमा चाहिँ म अर्को न्युज पनि फलो गर्छु कि अल जजिरा। त्यसमा पनि एकदम इन्ट्रेस्टिङ टपिक चाहिँ म त्यसमा भएको कि आज मेन कुरो नेपालले पनि पहिला पोस्ट गरेको थिएन, बट अल जजिरा चाहिँ एकदम राम्रो काम गरेछ। त्यो देख्दा एकदम खुसी लाग्यो आज देख्दा। ओके, त्यो टपिक चाहिँ म भन्छु है। अब त्यो न्युज चाहिँ यो हो कि आजको सबभन्दा इन्ट्रेस्टिङ लाग्यो बिबिसीमा चाहिँ। फर्स्ट थिङ चाहिँ यो बिबिसीको के यो हेर्नु सक्नुहुन्छ, दावा शेर्पाको क्या। जीवितै फेला परेका छन्। हिमाल सफा गर्न गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी को टोलीले आज बिहान उनलाई खतरनाक मानिने खुम्बु आइसफल क्षेत्रमा तल घिसैदै झरेको अवस्थामा फेला पारेको हो। उनलाई देखेपछि उक्त टोलीले तत्काल बोकेर गोरछेपतिर ओह्रालेको एसपीसीसीले जनाएको छ। लामो समयसम्म हिउँमा संघर्ष गरेका उनी भेटिँदा बोल्नै नसक्ने अवस्थामा रहेको र उनको दुईटै हातका औँला हिउँले खाएको एसपीसीसीका सीईओ छिरिङ शेर्पाले बीबीसी न्युज नेपालीलाई बताए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर आइसियूमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार अहिले उनको अवस्था खतरामुक्त छ। प्रतिकूल अवस्थामा दावा यतिका दिनसम्म सुरक्षित रहनुलाई धेरैले चमत्कार। यो न्युज चाहिँ बबाल आयो मलाई। यो न्युज नेपाली बिबिसीमा चाहिँ होइन, त्यो वर्ल्ड वाइड छ नि, वर्ल्ड वाइडमा अहिले चाहिँ एकदम भइरहेको छ के। एकदम भन्छ नि त्यसलाई एकदम फैलिरहेको छ के। हिमालकी ठाउँमा के भन्छ, हिमालको ठाउँमा लगभग 6 days विदाउट फुड, विदाउट अक्सिजन मान्छे जीवित बाँच्नुमा इज मिस्ट्रियस के। इट वाज मिस्ट्रियस के। मलाई एकदम ह्याप्पी भएको के बिहान न्युज हेरेको। उसको फ्यामिली कति ह्याप्पी भयो होला। जस्तो अब हुन्छ नि फ्यामिली होला हुन्छ नि त, फ्यामिली होला, साथीभाइ होला, कति खुसी भयो होला कि उसलाई देखेँ। आई क्यान नट बिलिभ बट मान्छे लकी द वान अफ द मुभी चाहिँ बन्नुपर्छ यसको। एक दिन यसको मुभी पनि बन्ने जस्तो लाग्छ मलाई। गाइज आजको टपिक चाहिँ यही हो बस। यही थियो आजको तपाईँले सुनाउनु छोटो मिठो मेरो डेली भ्लगमा। ल नेक्स्ट टाइम म भेटौँला। ओके, होम टुर पनि गराउँछु। मेरो कामै होम टुर हो। लेट्स गो। थ्याङ्क यू गाइज, हेरिदिनु भयो। त्यो होम टुर 4 मा चाहिँ एकदम बवाल भ्यू आएछ मेरो। लगभग 500 इट वाज फर मी। के भन्छ त्यसलाई, एकदम बेस्ट अफ द बेस्ट। थ्याङ्क यू भन्छु सबलाई। सकेसम्म हेरिदिनु होला मेरो न्यू डेली